मृगौला फेल भएपछि उपचारमा समस्या झेलिरहेका कैलाली घर भई अहिले भारतको हरियाणामा बस्दै आएका कृष्ण बहादुर मगरलाई तमु समाज सलालाहा ओमानले आर्थिक सहयोग गरेको छ। परिवार सहित रोजगारीको सिलसिलामा भारत पसेका मगर कमाउने परिवारको एक मात्रै व्यक्ति रहेका छन्। श्रीमती समेत प्यारालाइसिसका कारण अशक्त भएपछि कृष्ण बहादुरलाई कमाएर परिवार पाल्ने कि आफ्नो उपचार गर्ने भन्ने समस्या पेचिलो बन्दै गएको छ। दुई छोरीका बुवा समेत रहेका कृष्ण बहादुर अहिले परिवार र आफ्नो लागि आर्थिक सहयोग गर्ने दाताको खोजीमा रहेको जानकारी प्राप्त भएपछि ओमानमा रहेको यस संस्थाले उनलाई आर्थिक सहयोग गरेको हो। समाजकी अध्यक्ष लालमती तमुसेको अध्यक्षतामा बसेको 25औं बैठकमा प्रवक्ता गीता तमुसेले सहयोगको प्रस्ताव गरेपछि समाजको तर्फबाट 139 ओमानी रियाल अर्थात नेपाली 48,750 सहयोग भएको हो। विगत 2 वर्षदेखि मृगौला फेल भएपछि हरियाणा स्थित समर्पण अस्पतालमा मगरले उपचार गराइरहेका छन्। निज बिरामीको घरको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्चमा सानो राहत पुगोस् भन्ने उद्देश्यले तमु समाज सलालाहा ओमानले आर्थिक सहयोग गरेको महासचिव लाल बहादुर तमुले बताउनुभयो। उपचारमा रकम अभाव खड्किएको बेलामा आफूले पाएको सहयोगप्रति सहयोगी संस्था तमु समाज सलालाहा ओमानलाई मगरले धन्यवाद दिँदै स्वदेश तथा विदेशमा रहेका अन्य संघ संस्थालाई पनि सहयोगका लागि अपील गर्नुभएको छ।